नमस्ते सबैजनालाई। आज म सत्य र असत्यमा मानिसका फरकहरू, सत्य मानिसका गुणहरू। नम्बर 1, सत्य मानिसको बानी र व्यवहारबाट चिनिन्छ। नम्बर 2, सत्य मानिस सिधा बोल्ने र कुरा बनाउन जान्दैन। नम्बर 3, सत्य मानिसको भित्री र बाहिरी एउटै रूप हुँदछ। नम्बर 4, सत्य मानिसले मेहनतले कमाएको धन टिकाउ हुँदछ। नम्बर 5, सत्य मानिसको मन सधैँ सफा रहन्छ। नम्बर 6, सत्यमा भगवानको बास र दाहिने हात साथ हुँदछ। धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। नमस्ते। असत्य मानिसका लक्षणहरू। नम्बर 1, असत्य मानिसको बानी र व्यवहारबाट चिनिन्छ। नम्बर 2, असत्य मानिस झुटो बोल्ने र बढी नाटक गर्ने हुँदछ। नम्बर 3, असत्य मानिसको 2वटा रूप हुँदछ। नम्बर 4, असत्य मानिसले कमाएको धन नाश र ध्वस्त भएर जानेछ। नम्बर 5, असत्य मानिसको मन कडा र सफा हुँदैन। नम्बर 6, असत्य मानिसकोमा भगवानको साथ रहँदैन। धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा र फेरि पनि भेट्नेछु। आजलाई टाटा, गुड लक।